नमस्कार साथीहरू, स्वागत छ यहाँहरूलाई। आज म यस भिडियोमा नेपालको भूगोलसँग सम्बन्धित लोकसेवा परीक्षामा बारम्बार सोधिने महत्त्वपूर्ण 17वटा सामान्य ज्ञान प्रश्न उत्तर लिएर उपस्थिति भएको छु। लोकसेवा तयारी गरिरहनुभएका साथीहरूका लागि यी प्रश्नहरू निकै उपयोगी हुन सक्छन्, त्यसैले भिडियो अन्त्यसम्म हेर्नुहोला र आफूलाई कति प्रश्नको उत्तर थाहा रहेछ कमेन्टमा पनि बताउन नभुल्नुहोला। अब ढिलो नगरी सुरु गरौँ नेपालका भूगोलका महत्त्वपूर्ण 17वटा प्रश्न उत्तरहरू। प्रश्न नम्बर 1 तर्फ जाउँ। क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो जिल्ला कुन हो? यसको सही उत्तर हुन्छ डोल्पा। क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो जिल्ला चाहिँ साथीहरू डोल्पा हो। त्यस्तै प्रश्न नम्बर 2 तर्फ जाउँ साथीहरू। क्षेत्रफलको हिसाबले सबैभन्दा सानो जिल्ला कुन हो? क्षेत्रफलको हिसाबले सबैभन्दा सानो जिल्ला चाहिँ भक्तपुर हो। यो चाहिँ 119 वर्ग किलोमिटरमा फैलिएको छ। प्रश्न नम्बर 3 मा रहेको छ, क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही उत्तर हुन्छ सेफोक्सिन्डो राष्ट्रिय निकुञ्ज। बाँकी कुरा मैले यहाँ राखिदिएको छु, हेर्न सक्नुहुन्छ। प्रश्न नम्बर 4, क्षेत्रफलको हिसाबले सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही उत्तर हुन्छ रारा राष्ट्रिय निकुञ्ज। यो चाहिँ 106 वर्ग किलोमिटरमा फैलिएको छ। प्रश्न नम्बर 5 तर्फ जाउँ। नेपालको प्रारम्भिक समय कुन हिमालय आधार मानि निर्धारण गरिएको छ? यसको सही उत्तर हुन्छ गौरीशङ्कर हिमाल। यो चाहिँ दोलखा जिल्लामा अवस्थित छ। प्रश्न नम्बर 6, नेपालको प्रारम्भिक समय ग्रिनविच समयभन्दा कति बढी छ? यसको सही उत्तर हुन्छ 5 घण्टा 45 मिनट चाहिँ छिटो छ। प्रश्न नम्बर 7, नेपालको सबभन्दा लामो नदी कुन हो? यसको सही उत्तर हुन्छ कर्णाली नदी। नेपालको सबैभन्दा लामो नदी कुन हो साथीहरू? कर्णाली नदी हो। त्यस्तै प्रश्न नम्बर 8 मा छ, नेपालको सबभन्दा ठुलो नदी कुन हो? यसको सही उत्तर हुन्छ कोशी। नेपालको सबभन्दा ठुलो नदी कुन हो त साथीहरू? कोशी नदी हो। नेपालको सबभन्दा ठुलो ताल कुन हो त? यसको सही उत्तर हुन्छ रारा ताल। नेपालको सबैभन्दा ठुलो ताल चाहिँ कुन हो त साथीहरू? रारा ताल हो। प्रश्न नम्बर 10, शालिग्राम पाइने नेपालको एकमात्र नदी कुन हो? यसको सही उत्तर हुन्छ कालीगण्डकी नदी। शालिग्राम पाइने नेपालको एकमात्र नदी कुन हो त साथीहरू? कालीगण्डकी नदी हो। प्रश्न नम्बर 11 तर्फ जाउँ। भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ? यसको सही उत्तर हुन्छ घाङ्गारा नदी। भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ साथीहरू? घाङ्गारा नदीले नामले चिनिन्छ। प्रश्न नम्बर 12 तर्फ जाउँ। गङ्गा स्वरूपको नामले चिनिने नेपालको नदी कुन हो त? यसको सही उत्तर हुन्छ कालीगण्डकी। गङ्गा स्वरूपका नामले चिनिने चाहिँ नदी कुन रहेछ साथीहरू? कालीगण्डकी नदी हो। त्यस्तै प्रश्न नम्बर 13 तर्फ जाउँ। कौमरी स्वरूपको नामले चिनिने नेपालको नदी कुन हो त? यसको सही उत्तर हुन्छ मादी नदी। कौमरी स्वरूपको नामले चिनिने नदी चाहिँ कुन रहेछ साथीहरू? मादी नदी हो। प्रश्न नम्बर 14, वैष्णव स्वरूपको नामले चिनिने नेपालको नदी कुन हो त? यसको सही उत्तर हुन्छ सेती नदी। वैष्णवी स्वरूपको नामले चिनिने चाहिँ कुन रहेछ साथीहरू? सेती नदी हो। त्यस्तै प्रश्न नम्बर 15, नेपालको कुन जिल्ला हलो आकारको छ? यसको सही उत्तर हुन्छ रामेछाप। मैले यहाँ चित्र पनि देखाएको छु साथीहरू, हेर्न सक्नुहुन्छ। रामेछाप चाहिँ हलो आकारको जिल्ला भनेर पनि चिनिन्छ। नेपालको दोस्रो प्रमुख बाली कुन हो? यसको सही उत्तर हुन्छ मकै। पहिलो चाहिँ कुन हो? धान हो है साथीहरू। यहाँ मैले क्रमशः राख्दैछु, हेर्न सक्नुहुन्छ। प्रश्न नम्बर 17, सबैभन्दा बढी उचाइमा रहेको नेपालको सदरमुकाम कुन हो? यसको सही उत्तर हुन्छ सिमीकोट। यो चाहिँ कुन जिल्लाको सदरमुकाम हो? हुम्लाको सिमीकोट हो है त साथीहरू। प्रश्न नम्बर 18 तर्फ जाउँ। सबभन्दा कम उचाइमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो? यसको सही उत्तर हुन्छ जलेश्वर। प्रश्न नम्बर 19 तर्फ जाउँ। नेपालमा 8000 मिटरभन्दा अग्ला हिमालयहरू कतिवटा रहेका छन्? यसको सही उत्तर हुन्छ 8वटा। बाँकी कुरा मैले यहाँ राखिदिएको छु, हेर्नु होला साथीहरू। प्रश्न नम्बर 20 मा रहेको छ, सर्वोच्च शिखर सगरमाथाको उचाइ कति रहेको छ? यसको सही उत्तर हुन्छ 8848.86 मिटर। नम्बर 21 तर्फ जाउँ साथीहरू। नेपालको सबैभन्दा ठुलो हिमताल कुन हो? यसको सही उत्तर हुन्छ छोरोल्पा हिमताल। बाँकी कुराहरू मैले यहाँनिर राखिदिएको छु, यहाँहरूले हेर्न सक्नुहुन्छ। प्रश्न नम्बर 22 मा छ,
झोलुङ्गे पुलको जिल्लाको नामले चिनिने जिल्ला कुन हो? यसको सही उत्तर हुन्छ बागलुङ। झोलुङ्गे पुलको जिल्लाको नामले चिनिने जिल्ला चाहिँ कुन रहेछ साथीहरू? बागलुङ हो। प्रश्न नम्बर 23, नेपालको नक्सासँग मिल्दोजुल्दो आकृति भएको जिल्ला चाहिँ कुन हो त? यसको सही उत्तर हुन्छ बागलुङ। नेपालको नक्सासँग मिल्दोजुल्दो आकृति भएको जिल्ला पनि कुन रहेछ त साथीहरू? बागलुङै रहेछ भन्ने कुरा बुझ्नु पर्यो। 24, रूप्से झरना कुन जिल्लामा पर्दछ? रूप्से झरना चाहिँ म्याग्दी जिल्लामा पर्छ साथीहरू। बाँकी अरू कुराहरू पनि मैले यहाँ राखिदिएको छु, हेर्न सक्नुहुन्छ। प्रश्न नम्बर 25, दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालसँग फैलिएको नेपालको एकमात्र जिल्ला कुन हो साथीहरू? यसको सही उत्तर हुन्छ धादिङ। यहाँ बाँकी कुरा मैले राखिदिएको छु, हेर्न सक्नुहुन्छ साथीहरू। प्रश्न नम्बर 26, प्रसिद्ध तीर्थस्थल पाथिभरा कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हुन्छ ताप्लेजुङ। यहाँ बाँकी कुराहरू मैले राखेको छु, हेर्न सक्नुहुन्छ साथीहरू। प्रश्न नम्बर 27, नेपालको कुन ठाउँलाई माटोको सहरको रूपमा चिनिन्छ? यसको सही उत्तर हुन्छ लोमाथाङका मुस्ताङ। प्रश्न नम्बर 28 तर्फ जाउँ। हिमाल पारेको जिल्ला भनेर चिनिने जिल्लाहरू कुन कुन हुन्? यसको सही उत्तर हुन्छ मनाङ र मुस्ताङ। प्रश्न नम्बर 29 मा रहेको छ, नेपालको कुन पर्वतमालालाई शिवालिक पर्वतमाला भनेर पनि चिनिन्छ? यसको सही उत्तर हुन्छ चुरे पर्वतमालालाई। बाँकी कुरा यहाँ राखेको छ, हेर्न सक्नुहुन्छ साथीहरू। प्रश्न नम्बर 30 मा छ, काठमाडौँ उपत्यकाका नजिकै रहेको सबैभन्दा अग्लो पहाड कुन हो? यसको सही उत्तर हुन्छ फुलचोकी पहाड। बाँकी कुरा यहाँ राखेको छ, हेर्न सक्नुहुन्छ साथीहरू। प्रश्न नम्बर 31 तर्फ जाउँ। विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो? यसको सही उत्तर हुन्छ अरुण उपत्यका। यो चाहिँ शङ्खसभा जिल्लामा पर्छ। बाँकी कुरा यहाँ राखेको छ, हेर्न सक्नुहुन्छ साथीहरू। प्रश्न नम्बर 32 तर्फ जाउँ। काठमाडौँबाट सबैभन्दा नजिकमा रहेको राजधानी सहर कुन हो? यसको सही उत्तर हुन्छ भुटानको थिम्पू। बाँकी कुरा यहाँ राखेको छु, हेर्न सक्नुहुन्छ साथीहरू। प्रश्न नम्बर 33 तर्फ जाउँ। नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मन्दिर कुन हो? यसको सही उत्तर हुन्छ मुक्तिनाथ। यो चाहिँ कुन जिल्लामा पर्छ? मनाङ जिल्लामा पर्छ। बाँकी कुरा यहाँ छ, हेर्नु होला साथीहरू। प्रश्न नम्बर 34 तर्फ जाउँ। चोई हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ? यसको सही उत्तर हुन्छ महालङ्गुर हिम श्रृङ्खलामा चाहिँ पर्दछ। प्रश्न नम्बर 35, बाह्रकुने ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हुन्छ दाङ जिल्लामा। बाह्रकुने ताल चाहिँ दाङ जिल्लामा पर्छ। प्रश्न नम्बर 36, जुगल हिमाल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हुन्छ सिन्धुपाल्चोक। यो चाहिँ काठमाडौँ उपत्यकाबाट सबैभन्दा नजिक पर्ने हिमाल पनि हो। प्रश्न नम्बर 37, चीन र भारत दुवै देशलाई छुने जिल्ला कतिवटा रहेका छन्? यसको सही उत्तर हुन्छ 2वटा, दाता दार्चुला र ताप्लेजुङ। प्रश्न नम्बर 38, अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? यसको सही उत्तर हुन्छ सल्यान। बाँकी कुरा यहाँ छ, हेर्नु होला साथीहरू। प्रश्न नम्बर 39, नेपालको सबैभन्दा उचाइमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही उत्तर हुन्छ सगरमाथा राष्ट्रिय निकुञ्ज। यो चाहिँ सोलुखुम्बु जिल्लामा अवस्थित छ। त्यस्तै प्रश्न नम्बर 40 तर्फ जाउँ। नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही उत्तर हुन्छ चितवन राष्ट्रिय निकुञ्ज। चितवन राष्ट्रिय निकुञ्जको स्थापना चाहिँ कहिले भएको? 2030 सालमा भएको हो। प्रश्न नम्बर 41 मा रहेको छ, नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पाको क्षेत्रफल कति रहेको छ? यसको सही उत्तर हुन्छ 7,889 वर्ग किलोमिटर। बाँकी कुरा यहाँ छ, हेर्नु होला साथीहरू। त्यस्तै प्रश्न नम्बर 42 तर्फ जाउँ। नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुर जिल्लाको क्षेत्रफल कति रहेको छ? यसको सही उत्तर हुन्छ 119 वर्ग किलोमिटर। यो चाहिँ नेपालको सबैभन्दा सानो जिल्ला हो। प्रश्न नम्बर 43, नेपालको सबैभन्दा ठुलो मानव निर्मित जलाशय कुन हो? यसको सही उत्तर हुन्छ इन्द्र सरोवर। यो चाहिँ मकवानपुर जिल्लामा अवस्थित छ। बाँकी कुरा यहाँ दिएको छ, हेर्नु होला साथीहरू। प्रश्न नम्बर 44 तर्फ जाउँ। नेपालमा रहेको एउटा मात्र शिखर आरक्ष कुन हो? एकमात्र शिखर आरक्ष चाहिँ कुन हो साथीहरू? ढोरपाटन शिखर आरक्ष हो। बाँकी कुरा यहाँ मैले राखिदिएको छु, हेर्नु होला।
त्यस्तै प्रश्न नम्बर 45 तर्फ जाउँ। विश्वको सबैभन्दा उचाइमा रहेको हिम नदी कुन हो? यसको सही उत्तर हुन्छ खुम्बु हिम नदी। बाँकी कुरा यहाँ चाहिँ हेर्नु होला। प्रश्न नम्बर 46 मा छ प्रमुख तीर्थस्थल काँक्रे बिहार कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हो सुर्खेत जिल्लामा पर्छ यो चाहिँ। बाँकी सुर्खेत जिल्लामा पर्ने केही कुराहरू यहाँ राखिदिएको छु, हेर्नु होला साथीहरू। प्रश्न नम्बर 47 तर्फ जाउँ। प्रमुख तीर्थस्थल स्वर्गदरी कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हो प्युठान। स्वर्गदरी चाहिँ प्युठान जिल्लामा पर्छ। प्रश्न नम्बर 48 प्रमुख तीर्थस्थल त्रिपुरा सुन्दरी भगवती कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हो बैतडी जिल्लामा पर्छ यो चाहिँ साथीहरू। प्रश्न नम्बर 49 तर्फ जाउँ साथीहरू। प्रमुख तीर्थस्थल हलेसी महादेव कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हो खोटाङ। हलेसी महादेव चाहिँ खोटाङ जिल्लामा पर्छ। प्रश्न नम्बर 50 मा छ नेपालमा मात्र पाइने चरा कुन हो? यसको सही उत्तर हो काँडे भ्याकुर। काँडे भ्याकुर चाहिँ नेपालमा मात्र पाइन्छ साथीहरू। बाँकी कुरा यहाँ लेखेको छु, हेर्नु होला। प्रश्न नम्बर 51 नेपाललाई 7 प्रदेशमा कहिले विभाजन गरेको थियो? नेपाललाई 7 प्रदेशमा चाहिँ विक्रम सम्वत 2072 असोज 3 गते विभाजन गरेको थियो साथीहरू। बाँकी कुरा यहाँ मैले राखेको छु, हेर्नु होला। प्रश्न नम्बर 52 तर्फ जाउँ। प्रदेश नम्बर 1 मा कतिवटा जिल्लाहरू रहेका छन्? प्रदेश नम्बर 1 मा चाहिँ कतिवटा जिल्ला पर्दछन् त साथीहरू? 14 वटा जिल्लाहरू पर्दछन्। यहाँ कुन कुन हो भने पनि राखिदिएको छु, हेर्नु होला। प्रश्न नम्बर 53 प्रदेश नम्बर 2 मा मध्य प्रदेशमा कतिवटा जिल्लाहरू पर्दछन्? 8 वटा जिल्लाहरू पर्छन्। मैले यहाँ राखिदिएको छु, हेर्नु होला साथीहरू। प्रश्न नम्बर 54 प्रदेश नम्बर 3 बागमती प्रदेशमा कतिवटा जिल्लाहरू पर्दछन्? यसको सही उत्तर हुन्छ 13 वटा जिल्लाहरू पर्दछन्। यहाँ मैले क्रमशः राख्दैछु, हेर्नु होला साथीहरू। प्रश्न नम्बर 55 तर्फ जाउँ साथीहरू। प्रदेश नम्बर 4 अर्थात् गण्डकी प्रदेशमा कतिवटा जिल्लाहरू पर्दछन्? यसको सही उत्तर हुन्छ 11 वटा जिल्लाहरू। यहाँ राखेको छ, हेर्नु होला। प्रश्न नम्बर 56 तर्फ जाउँ। प्रदेश नम्बर 5 अर्थात् लुम्बिनी प्रदेशमा कतिवटा जिल्लाहरू पर्दछन्? यसको सही उत्तर हुन्छ 12 वटा। प्रश्न नम्बर 57 तर्फ जाउँ। प्रदेश नम्बर 6 अर्थात् कर्णाली प्रदेशमा कतिवटा जिल्लाहरू पर्दछन् त साथीहरू? यसको सही उत्तर हुन्छ 10 वटा जिल्लाहरू चाहिँ कर्णाली प्रदेशमा पर्दछ। ती कुन कुन जिल्ला हो भनेर पनि मैले यहाँ राख्दैछु, हेर्नु होला साथीहरू। प्रश्न नम्बर 58 प्रदेश नम्बर 7 अर्थात् सुदूरपश्चिम प्रदेशमा कतिवटा जिल्लाहरू पर्दछन्? यसको सही उत्तर हुन्छ 9 वटा। हेर्न सक्नुहुन्छ 9 वटा जिल्लाहरू। त्यस्तै प्रश्न नम्बर 59 मा छ महाभारत पर्वत श्रृङ्खलाको सबैभन्दा अग्लो टाकुरा कुन हो? यसको सही उत्तर हुन्छ सैलुङ। यो चाहिँ दोलखा जिल्लामै पर्दछ साथीहरू, हेर्नु होला। प्रश्न नम्बर 60 तर्फ जाउँ। चुरे क्षेत्रको सबैभन्दा अग्लो टाकुरा कुन हो? यो चाहिँ गारबा हो। यो कैलाली जिल्लामा अवस्थित छ। बाँकी कुरा यहाँ राखिदिएको छु, हेर्नु होला। प्रश्न नम्बर 61 मा छ सगरमाथालाई कहिलेदेखि माउन्ट एभरेस्ट भन्न थालिएको? यसको सही उत्तर हुन्छ सन् 1865 देखि। बाँकी कुरा यहाँ हेर्नु होला साथीहरू। त्यस्तै प्रश्न नम्बर 62 गोसेकुण्डको उचाइ समुद्र सतहदेखि कति रहेको छ? यसको सही उत्तर हुन्छ 4380 मिटरको उचाइमा चाहिँ गोसेकुण्ड अवस्थित छ। बाँकी तथ्यहरू यहाँ राखेको छु, हेर्नु होला साथीहरू। प्रश्न नम्बर 63 नेपालको सबैभन्दा कम जनघनत्व भएको जिल्ला कुन हो? यसको सही उत्तर हुन्छ मनाङ जिल्ला। बाँकी कुरा यहाँ राखेको छ, हेर्नु होला साथीहरू। त्यस्तै प्रश्न नम्बर 64 मा छ माथिल्लो तामाकोशी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हो दोलखा जिल्लामा। बाँकी तथ्य यहाँ चाहिँ हेर्नु होला। प्रश्न नम्बर 65 तर्फ जाउँ। भूगोलविदहरूका अनुसार हाल नेपाल लगायतका क्षेत्रमा रहेको प्राचीन सागरलाई के नाम दिएको छ? यसको सही उत्तर हुन्छ टेथिस सागर। बाँकी कुरा यहाँ लेखेको छ साथीहरू, हेर्न सक्नुहुन्छ। त्यस्तै प्रश्न नम्बर 66 मा रहेको छ क्लियर माउन्टेन भनेर कुन हिमालय चिनिन्छ? यसको सही उत्तर हुन्छ मनासलु हिमाल। बाँकी कुरा यहाँ लेखिदिएको छु मैले, हेर्न सक्नुहुन्छ। प्रश्न नम्बर 67 मा छ म्याग्दी जिल्लालाई हिमालय जिल्लाको रूपमा कहिले वर्गीकरण गरिएको हो? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2075 फागुन 19 गते। बाँकी कुरा यहाँ लेखेको छु साथीहरू, हेर्नु होला। त्यस्तै प्रश्न नम्बर 68 तर्फ जाउँ। कोशी नदीका 7 सहायक नदीहरू कुन कुन हुन्?
यसको सही उत्तर हुन्छ अरुण, लिखु, दुधकोशी, तामाकोशी, सुनकोशी, तमर र इन्द्रावती चाहिँ कोशी नदीका 7 सहायक नदीहरू हुन्। प्रश्न नम्बर 69 तर्फ जाउँ। शब्द गण्डकीका 7 सहायक नदीहरू कुन कुन हुन्? यसको सही उत्तर हुन्छ काली गण्डकी, बुढी गण्डकी, सेती गण्डकी, महादी, दरौदी, मर्स्याङ्दी र त्रिशुली चाहिँ सप्तगण्डकीका 7 सहायक नदीहरू हुन्। त्यस्तै अन्तिम प्रश्न नम्बर 70, घोडाघोडी ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हुन्छ कैलाली। बाँकी कुरा यहाँ राखेको छु, साथीहरू हेर्न सक्नुहुन्छ। साथीहरू, आजको यस भिडियोमा नेपालको भूगोलसँग सम्बन्धित 17वटा महत्त्वपूर्ण जीके प्रश्न उत्तरहरू प्रस्तुत गऱ्यौँ। यी प्रश्नहरू तपाईँहरूको लोकसेवा, शिक्षा सेवा आयोग, विभिन्न सङ्घ संस्था तथा सुरक्षा निकायका परीक्षाको तयारीमा उपयोगी हुने विश्वास लिएको छु। यदि भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट र सेयर गर्नुहोला। यस्तै उपयोगी भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आजलाई यति नै, फेरि अर्को भिडियोमा भेटौँला। हस्त, धन्यवाद।